आज चाहिँ बिहानै हाम्रो सबै परिवारहरू चाहिँ भोजपुरमा रहेको पक्वा भन्ने एउटा धार्मिक स्थलको लागि चाहिँ दर्शन गर्नको लागि गइरहेको थियौँ। हामी पुग्दाखेरि चाहिँ एकदम राम्रो घाम लागिरहेको थियो अनि पारि चाहिँ एकदम राम्रो हिमालहरू देखिरहेको थियो। अनि हाम्रो परिवारहरू चाहिँ सबैजना गाडीबाट ओर्लिएर दर्शनको लागि अगाडि जाँदै हुनुहुन्थ्यो अनि म चाहिँ एकदम भिडियो बनाउँदै बसिरहेको थिएँ। मैले चाहिँ फर्स्ट टाइम गएको, त्यही भएर एकदम रमाइलो लागिरहेको थियो। यहाँ त हिउँ झरेको रहेछ भन्दै हिँडिरहेको थिएँ। म चाहिँ फर्स्ट टाइम मैले चाहिँ रियल लाइफमा देखिरहेको थिएँ कि यस्तरी सेतै बाटैभरि। अनि म चाहिँ अगाडि मम्मीहरूलाई सोध्नुको लागि यो हिउँ हो भनेर सोध्नुको लागि दौडिरहेको थिएँ। हिउँ झरेछ। यो हिउँ झरेको होइन, अन्त हिउँ पो भनिरहेको थियो, तुसारो चाहिँ रहेछ। अनि हामी चाहिँ जे होस् जेठान देउरानी चाहिँ यसरी भिडियो गरौँ न भन्दै भिडियो बनाउँदै बसिरहेको थियौँ। भिडियो पक्वा राजा रानीको दर्शन गर्न गयौँ है हामी। यता पक्री लड्छ यो बाटो चाहिँ नराम्रो थियो, जङ्गलको बिचमा। अनि त्यही माथि पनि बिहानै पानी परेकोले गर्दाखेरि चाहिँ सबै पहाडको बाटोमा हिलो भइरहेको थियो। हेलो भन्, हाई भन्। त्यो 40 नम्बरको जुत्ता लाग्छ मलाई। निकै हाम फाल्दैन सक्छस्? यो लकडीवाला कति लोक लाग्दो नि त्यही त। काकी भन् छोरा। ओइ खोइ काकी भनेको कहाँ हिँडेको त? हैसे भन् न। सिलु पूजा गरी हिँडेको भन्। काकी भन्। किकी खोइ किकी। यो जङ्गलमा हामीले चाहिँ बाटो बिर्सेर 1-1.5 घन्टा जति हामी चाहिँ धेरै तल झरेछौँ। त्यहाँ तल चाहिँ एकजना अङ्कल हुनुहुन्थ्यो अनि उहाँलाई सोधेर कता पक्का जाने बाटो भनेर फेरि हामी चाहिँ त्यतातिर जाँदै थियौँ। लडी जाला चाहिँ डल्ले तल्लोतिर। बाटो भुल्यो, हातमा चाहिँ भाले छ। जङ्गलमा बल्ल बाटो भेटियो। यतिखेर चाहिँ अनि मैले चाहिँ मेरो हातमा चाहिँ भाले बोकिरहेको थिएँ उहाँ चढाउनुको लागि। अनि अगाडि चाहिँ बुवाहरू हिँडिराख्नु भएको थियो, म चाहिँ उहाँलाई पछ्याउँदै हिँड्दै थिएँ। ठुलिनिनी, छ्यामा, काका, कान्छिनिनी, मम्मी, इसु, पूजा, भाइ सिलिचुङ्ग्रा घरबाट नुहाइराख, पानी मात्रै अचाउने।
यहाँको पानीले मुख थियो भने यहाँको पानी पिउँदा अनि यहाँको पानी चाहिँ भगवानलाई अर्पित गर्दाखेरि चाहिँ आफ्नो मनोकामनाहरू पुरा हुने अनि आफूलाई लागेको रोग व्याधहरू चाहिँ निको हुने भन्ने मान्यताहरू छ भन्दै मम्मीहरूले चाहिँ अगाडि गएर पानीहरू चढाउनु हुँदै थियो मुख धुन। यो धाम चाहिँ एकदम ठुलो जङ्गलको बिचमा रहेछ अनि यहाँ आउनु जानको लागि चाहिँ सिडीहरू पनि बनाइएको रहेछ। अनि हाम्रो मम्मी बुवाहरूले चाहिँ पूजा गर्नु हुँदै थियो यहाँनिर। म चाहिँ मेमोरी हुन्छ भनेर यहाँनिर भिडियो गर्दै बसिरहेको थिएँ। सबैजनाले पानी चढाइसक्नु बसेको थियो अनि म पनि पानी चढाउँछु नि भनेर म पनि भाइलाई भिडियो गर्नु लगाएँ। पानी चढाउनु गएर पानी चढाउँदै थिएँ। पानी खाँदा पनि हुन्छ यहाँनिर चाहिँ पूजा गर्नुपर्ने रहेछ अनि मम्मी बुवा अनि मेरो जेठानी अनि निनीहरू चाहिँ पूजा गर्नुहुँदै थियो। म चाहिँ पानी चढाउँदै थिएँ भगवानलाई। अनि यतातिर चाहिँ फुपाहरू बसिराख्नु भएको थियो। पानी चढाइसकिसक्यो अनि मैले पूजा गर्नु गएँ। देउतालाई दिनु नमस्ते गर म चाहिँ पूजा गर्दै थिएँ यतिखेर। अनि पछाडि चाहिँ सबैजना पूजा गर्नको लागि पर्खिराख्नु भइरहेको थियो। मम्मी चाहिँ कलर लगाइदिनुपर्छ भगवानलाई टिका लगाइदिनुपर्छ भनेर रङहरू झिक्दै हुनुहुन्थ्यो। अनि पूजा गर्न सिकाउँदै यसरी पूजा गर्नुपर्छ भनेर पछाडि चाहिँ बुवाहरू पर्खिराख्नु भइरहेको थियो। पूजा चाहिँ हजम भयो नि कहाँ बस्नु कहाँ खालि आना मलाई सिलचुङलाई टिका लाग्यो टिका यहाँ यसो गर बाबा यहाँ यसो गर यसो गर यहाँ देउतालाई लैजाऊ यसो गर। मम्मीले चाहिँ सबैजनालाई यसरी पूजा गर्नु भनेर नानी म अनि मेरो जेठानीलाई चाहिँ सिकाउनु हुँदै थियो। पछाडि चाहिँ निनीहरू काका छेमाहरू पनि पूजा गर्नको लागि सामानहरू रेडी गर्नु हुँदै थियो। अनि हामी चाहिँ नानीहरूलाई पनि सिकाइरहेको थियौँ यसरी पूजा गर्नुपर्छ भनेर। के गर्नु नानी भाइलाई भाइ यसो पूजा गरिसकेपछि चाहिँ हामीले एउटा फ्यामिली फोटो पनि खिच्यौँ यहाँनिर। भातिज बोकेर तल चाहिँ हामीले पूजा गरेर पानीहरू चढाउने रहेछ। अनि त्यहाँदेखि अलिक माथि उकालो आएपछि चाहिँ यहाँनिर चाहिँ जुन हामीले घरदेखि बोकेर ल्याएको थियौँ नि भालेहरू त्यो भालेहरू चाहिँ यहाँनिर काटेर भोग लगाउने रहेछ। अनि म चाहिँ हेरिरहेको थिएँ यहीँनिर हो भन्दै अनि गएर भिडियोहरू बनाउँदै थिएँ। कति धेरै यहाँनिर भालेहरू काटेर त्यस्तरी भोग लगाउनु हुने रहेछ। यसले पनि लाउनु थियो मोबाइल दिएर चाहिन भएको के कताबाट भन्नुभएको तपाईँले ठुली मम्मी? म त यता माथि त जान्दिनँ। त्यता त होइन भेटी चढाउनु पर्छ पैसाहरू खै यो हाले
लिलीको भालेलाई चाहिँ पानी पनि चढाइसकिसक्यौँ अनि यहाँ पूजा पनि गर्नुपर्ने रहेछ अनि मम्मीले चाहिँ पूजा गर्नुपर्छ यहाँनिर यसरी पैसा पनि चढाऊ अगरबत्ती बालेर यसरी घुमाऊ भन्दै हुनुहुन्थ्यो अनि हाम्रो सिलिचुङ चाहिँ भोक लागेर होला बिचरा बिहानदेखि के खाएको थिएन मोबाइलमा मात्रै झुन्डिरहेको थियो अनि सबैजना मिलेर पूजा गर्न लगायौँ सिकायौँ। बोली फुटाइदिनु टिका कुरा गरिदिनु लुक्नु काटो भने भुताहरू खाँदा म काट्नु र बुवा त कामी राख्नु भएको छ अनि सक्नुहुन्न होला के काकाले के कान्छ कान्छ काट्छ ओभन जाँड खाएको पछि भन्दैछ नि त नगरको पुछारको भुत्ला बाउले दाजुले यसको टिपेर पनि ल्याइदिनु यहाँ हो यहाँ थियो भुत्ला पनि लगिदिनु पर्छ कसरी त्यही कालो बनाएर डढाएर यहाँनिर चाहिँ भाले काट्ने बेला भयो अनि भाइले चाहिँ भाले काट्नु हुँदैछ मलाई चाहिँ एकदम डर लागिरहेको थियो किनभने मेरो माइतपट्टि चाहिँ कहिले यसरी भाले काटेर या केही कुरा काटेर यसरी भोग लगाएको थिएन नि त किनभने हामी चाहिँ सबै पूजाआजा गर्दाखेरि चाहिँ फलफुलले नै गर्छौँ। होला पानी खै त के हो बाबा यो भन त यो के हो नानी चिलु भन त नानी टाइम नानी नगर न यहाँ आमालाई दिनु सबैजनाले आफूले लिएको भालेहरू चाहिँ चढाइसक्नु भइसक्नु भएको थियो अनि म चाहिँ मेरो जेठानीसँग भिडियो बनाउँदै थिएँ अनि पछाडि चाहिँ काकाहरू चाहिँ त्यहाँनिर पूजा गर्ने सामानहरू रेडी गर्नु हुँदै थियो। यसलाई यो यहाँ बसेर पछाडि लड्यो चोट लाग्यो भने बिराउनु हुन्छ थाहा छ कहाँको लगाउनु पर्ने यहाँको कि यहाँ माथिको लगाउने टिका 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 त टिका त कहाँ यो त हामीले पो लगाइदिने त्यहाँ होइन अहिले यहाँ अहिले त लाउनु अहिले बाहिर पो लाउनु पर्छ अहिले होइन पुजारी छैन नि त आज त्यो त आफै लगाउँदा नि हुन्छ आफैले पनि यसरी लगाउँदा हुन्छ। यो लु यो त्यही राखेर चाहिँ म त उयो फुलहरू चढाउँछु लाइटर मैले दिएछु है सबैजनाले पूजा गरिसक्नु भइसकेको थियो अनि मैले चाहिँ फोनबाट गर्नु ठामै पाएको थिइनँ क्या अनि त्यहाँ भुइँमा राखेर अनि म पनि यहाँनिर गएर ढोक्दै थिएँ अब जाने बेला भयो भनेर अनि प्रार्थना गर्दै थिएँ अनि पछाडि चाहिँ मेरो ससुरा बुवाले पनि पूजा गर्नुहुँदै थियो। पूजा गरिसकेर चाहिँ 2 घन्टा जति उकालो चढेपछि हामी सबैजनाको हालत चाहिँ यस्तो भइरहेको थियो। यहाँनिर चाहिँ एउटा ठुलो चौरी जस्तो रहेछ यहाँनिर चाहिँ बजारहरू पनि लाग्दो रहेछ क्या मेला जस्तो अनि पारी पारी चाहिँ हिमाल पनि देखिरहेको थियो अनि सबैजना थाकेर बसिराख्नु भइरहेको थियो घाम पनि मजाले लागिरहेको थियो अनि यहीँनिर बसेर खाजाहरू चाहिँ खाऊँ न त भनेर सबैजना परिवारसँग सल्लाह भयो अनि भाइले चाहिँ खाजाहरू ल्याउनु हुँदै थियो गाडीदेखि। खाजाहरू खाइसकेर यसो अलिअलि फोटो खिच्यौँ अनि त्यस पछाडि चाहिँ हामी फेरि घरतिर
मायालाई सम्झनका बाटो भिडियो गर्नु न हेर्नु न अलैँची बारी कति राम्रो फिरफिरे पनि लगाएर छ अस्ति एउटा मान्छेले यस्तै थिएर फिरफिरे लगाएको भिडियो बनाएर त कति राम्रो आमामामा यो चाहिँ अलैँचीको इलाम चिया बगान भएर पछि उयो भयो यो चाहिँ अलैँची बगान हामी खाजासाजा खाएर यसो अलिअलि फोटोसोटो पनि खिचिदिइहाल्यौँ कति क्युट भयो यो चाहिँ कोदो कुट्ने रहेछ मैले चाहिँ अहिलेसम्म देखेको थिइनँ अनि कस्तो हुन्छ भनेर म चाहिँ कुटेर ट्राई गर्दै थिएँ यहाँनिर चाहिँ ला 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 ठुली नाना हेलो ठुली नाना नानालाई चाहिँ मैले फोटो खिचौँ न भनेर बोलाएको त्यसपछि फेरि हामी गाडी चढेर लाग्यौँ घरतिर हामी चाहिँ सबैजना गाडीमा रमाइलो गर्दै दोहोरी गाउँदै हामी चाहिँ घरतिर फर्किरहेको थियौँ अनि यसो जेठान देउराले चाहिँ भिडियो बनाउँदै रमाइलो गर्दै पछाडि चाहिँ बुवाहरू गीत गाउनु हुँदै थियो